हेलो गाइस, सम्पूर्णमा नमस्ते है। अहिले चाहिँ म तिलहरी बनाउँदै छु गाइस। अहिले चाहिँ म तिलहरी बनाउनको लागि सुन रचाइसकेँ र रचाएर पनि म चारपटा लाउन लागिसकेँ गाइसहरु है। अनि यस्तै छ। अब म चाहिँ पाता हानेर चाहिँ अब सकाउँछु गाइस है। अब रेडी भएर पनि मैले चाहिँ तताउन लागिसकेँ पाताहरु चाहिँ। अब जोइन गर्नको लागि तयारी गर्दैछु गाइस है। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ माइलीको लागि मैले बनाएको है। तिलहरी कसरी बन्छ भन्नुहुन्छ भने तपाईहरु यो तरिकाले चाहिँ बनाउन सक्नुहुन्छ है। यो भिडियो मार्फत पनि तपाईहरुले चाहिँ धेरै कुरा सिक्न सक्नुहुन्छ भन्न चाहन्छु। यदि तिलहरी कसरी बनाउने भन्ने सिक्न चाहनुहुन्छ भने है, मैले चाहिँ पाइँदाखेरि चाहिँ अब जोइन हान्छु गाइस हैन। जोइन हानिसकेँ मैले। हानेर पनि गाइस म चाहिँ अहिले खाल्न चाहिँ रेडी भइसकेँ। रेखा लगाएर चाहिँ म साइड रेखा हानिरहेको छु। अब चाहिँ म एउटा पिसलाई चाहिँ मैले आधा खालिसकेको पनि छु है। तपाई देख्न सक्नुहुन्छ 3-4 वटा पिसहरु पनि छ टक्कै गाइस। म चाहिँ तिलहरी चाहिँ लगभग पॉइन्ट स्टार्ट गरिसकेँ मैले। अब चाहिँ तिलहरी फाइनल समय भिडियो हेरेर साथ दिनु होला भन्ने चाहिँ आशा लाग्छ। माया पनि छ सबैजनामा है। अनि तपाई देख्न सक्नुहुन्छ म चाहिँ खालेर ल्याउन लागिसकेँ गाइस है। अब फाइनलीमा कस्तो हुन्छ भन्ने चाहिँ तपाईहरुलाई म देखाउने नै छु। भिडियो लास्टसम्म हेर्दिनु होला भन्न चाहन्छु है। यो चाहिँ मेलाको चाहिँ यस्तो हुन्छ है। 3वटा काँडाको लागि र 4वटा चाहिँ हामीले फुलको लागि राख्नुपर्ने हुन्छ गाइस। मैले चाहिँ तिलहरी खारेर सकेर पनि अब भर्न लागिसकेँ है। अनि भिडियो लास्टसम्म हेर्दिनु होला भन्न चाहन्छु। जति पनि साथीहरु हुनुहुन्छ है, भिडियो चाहिँ भाइले बनाइराख्नु। यो काम चाहिँ सकाएर फाइनली गाइस तिलहरी चाहिँ रेडी भइसक्यो है। अब चाहिँ हिमालयको रानी पहेला सुनखानी तिम्रो माया क्या छ मेरो जुगै जानी।